सबैलाई जय मसी भन्नुहोस् भिडियो हेरिरहेको सबैले जय मसी। हामी चाहिँ अहिले एकदमै मजदुरी गर्नको लागि हामी जाँदैछौँ। विशेष गरी हाम्रो जिउलाई हामी अझै कसरतमा लानको लागि हामी बाटो जाउँ न। बाटो कस्तो राम्रो एम्बियन्स हेर्नुहोस् यहाँ हजुरहरू। एकदम शीतल भइरहेको छ अहिले। मलाई देखाउनुहोस्। मलाई देखाउनुहोस्। त्यो झाइ झुझी चाहिँ उयो हो क्या, नदेखाउँदा हुन्छ। यस्तो नेचर हेर त, वाउ नेचर कति रमाइलो छ। अनि आजको आशिषमय सेवापछि हामी यसरी जाँदैछौँ दाजुको घर, दाइको घरमा, ठुलो घरमा। फियोन कुमारकोमा जाँदैछौँ। फियोन कुमार हाम्रो मूल घरमा जाँदैछौँ हामी। फियोन कुमारकोमा जाँदैछौँ। अनि अहिले लगभग 5 बजेको छ। एकदम घाम लागिरहेको छ। 12 बजेको जस्तो छ। 12 बजे जस्तो घाम लागिरहेको छ। बताउनु न निसै कतै सक्नुभयो कतै सक्नुभयो उहाँहरूले पत्तै सक्नुभयो। राम्रो पुरै निकाल है। मलाई एकदम पुरै निकाल है। म एकदम वाइड लेन्स पनि गर, तर वाइड मात्रै गर्नु पर्दैन। अनि I like blue color. एकदम रमाइलो भइरहेको छ। अब यहाँबाट बाहिर निस्केपछि चाहिँ त्यति साह्रो रमाइलो हुँदैन। घाम एकदमै टिल छ, त्यही भएर रमाइलो हुँदैन। देख्न सक्नुहुन्छ 4 बाटो देखाइदिनुहोस्। 4वटा बाटो छ। 4वटा बाटोमा यता 2टा। तपाईँ कता जाने? यो हाम्रो 4वटा बाटो कस्तो बाङ्गो खिचिरहेको छ क्या हो। हाम्रो यो नारायण गोपाल चोक, महाराजगञ्ज चक्रपथमा स्वागत छ। हामी यताबाट दाहिने गयो भने वसुन्धरा जान्छौँ। लेफ्ट गयो भने कोटेश्वर जान्छौँ। सिधै हामी रत्नपार्क जाँदैछौँ। हामी रत्नपार्क जाँदैछौँ सिधै। हामी रत्नपार्क जाँदैछौँ। तर त्यहाँबाट हामी थापाथली हुँदै त्रिपुरेश्वर थापाथली हुँदै, होइन त्यो त होइन, त्रिपुरेश्वर कालीमाटी हुँदै हामी बल्कु झरेर हामी वीरगञ्जतर्फको यात्रामा हामी जानेछौँ। वीरगञ्जदेखि हामी तपाईँको भन्नुहुन्छ भने चितवन जानेछौँ। चितवनदेखि पोखरा। यो भनिराख्दा मलाई साह्रो रमाइलो लागेको छ। अब हामी लेफ्ट जान्छौँ। मेरो क्यामेरा पर्सनले कस्तो खिच्नु भएको छ भिडियो मलाई आइडिया केही पनि छैन। त्यता जाने रहेछ। यो बाटो चाहिँ राम्रो छ है। अब नबङ्गा खिच न। त्यो लेभल छ नि, जुन लेभल ठ्याक्कै उति हुनुपर्छ क्या, येल्लो ल। एकदमै रमाइलो रुख हरियालीहरू छिचलेर हामी जाँदैछौँ। कति रमाइलो रुखहरू। इमेजिन गर्नुहोस् त एकचोटि, रुखहरू नहुनु या घरै घर हुनु अथवा पसलहरू दोकानहरू मात्र हुनु, कस्तो बोरिङ हुन्थ्यो होला। इमेजिन गर्नुहोस् त। अब तपाईँहरूले मलाई इमेजिन गर्नु भन्नुहुन्छ होला। म त गर्दिनँ इमेजिन। त्यस्तो कुरो म इमेजिन गर्दिनँ। त्यति भन्दै आजको यो भिडियो म अन्त्य गर्न चाहन्छु। जय मसी। मजदुरी चाहिँ यही छ हाम्रो। हाम्रो ठेकेदार साहबलाई पनि देखाइदिनु न। देखाइदिनु दाइले। ठेकेदार साहब उहाँ हुनुहुन्छ। 2 शब्द दाजु। 2 शब्द ढुङ्गा। यो एप्पलको बोट हो। अहिले यत्रो भएछ। अनि यहाँ फियोना छ। फियोनाले हाई गर्दैछ। हाई फियोना। हाई बेबी। अनि यहाँ खुट्टामा लाग्छ है, त्यसो गर्नुहुन्न है। हुँदैन झन्।
अह ए डबल काम हो त्यो हुँदैन लिरिक भयो भने खुट्टामा जाडा पनि जान्छ यो सागबारी बनाउनु हुने दाजु एच अहिले के गर्दैन आज जिम छैन है ऊ पल्टिन्छ हो भनेको मैले अघि नि पेर्लिका ऊ फिरोजलाई नि बोलाउनु न म त धेरै छैन होला ढुङ्गा भनेर यहाँ त Be careful, eh, guys. यहाँ स्टक भइरहेछ ढुङ्गा स्टप ल जम्प 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 आउन नि यता अगाडि ओ फियोना Almost done. ए यति रहेछ नि खन्ने लिएर आउनु दाइ म गर्छु खन्ने लिएर आउनु गर्छु धेरै गर्नु हुँदैन पहिलेको जस्तो छैन जिउ होइन र यो सँगै हामीले हाम्रो मजदुर दिवसलाई टोपी खोल्यौँ सभ्य अनि भव्य तरिकाले मनाएको छ थ्याङ्क यू फर वाचिङ फियोना लु जम्प जम्प फियोना जम्प ये फियोन जम्प जम्प फियोन छिटो गुड जब फियोन जम्प जम्प नानी तिमी को हो फियोन कुमार भन्देऊ न नानी भयो